हेलो गाइज, आजको भिडियो चाहिँ 3 फेज कनेक्सन जस्तै मैले देखाएर आएको यो भिडियो 3 फेज कनेक्सन हो। र यो 3 फेज कनेक्सनलाई कसरी गर्न सकिन्छ, आफैले कसरी सिक्न सकिन्छ भनेर यो भिडियो मार्फतबाट तपाईँहरूले हेर्न सक्नुहुनेछ। ल हाम्रो काम यहाँदेखि सुरु भएको छ। सबैभन्दा सुरुमा यहाँ दुईवटा केबल आएछ। त्यो केबललाई चाहिँ अब मैले फिक्स गर्नुपर्ने हुन्छ प्यानल बोर्डमा। अब यो प्यानल बोर्डमा फिक्स गर्नको लागि सबैभन्दा पहिले अब ग्ल्यान गर्नुपर्ने छ। त्यही भएर ग्ल्यान गर्नको लागि म तार छिलिरहेको छु। अब यो तार छिलिसकेपछि म सबै कुरो तपाईँहरूलाई देखाउँछु यहाँ के गर्नुपर्छ ग्ल्यानमा भनेर। सबैभन्दा फर्स्ट स्टेप हो यो ग्ल्यान भनेर। र यसरी तार छिल्दाखेरि तारको बिचमा स्टिलको एक लेयर छ। त्यो स्टिलको लेयरलाई पनि मिलाउनु पर्छ सबै काटेर। लाइनको चाहिँ यस्तो टुक्रा टुक्रा पिसहरू आउँछ। त्यही भएर यसले छोटोमा पछि म सम्झाउनेछु अर्को भिडियोमा। अब यो स्टिलको लेयर पनि हटाउनु पर्छ। यहाँ सबै मिलाएर सानो सानो वासर हुन्छ। त्यो वासरमा अब विदेशतिर चाहिँ अर्कै ग्ल्यान हुन्छ, अब नेपालमा चाहिँ अर्कै हुने रहेछ। त्यही भएर यो चाहिँ नेपालको तरिका हो भने अब विदेशको चाहिँ फेरि अर्कै हुन्छ ग्ल्यान गर्ने तरिका। स्टिल लेयर हटाइसकेपछि चट्टसँगले ब्लेन्डरले कता कता मिलेको छ नि चट्ट वासरसँग मिलाउनु पर्छ यसरी। अब विदेशमा भएको भए चाहिँ हाफ इन्च लामो हुन्थ्यो ग्ल्यान गर्दाखेरि स्टिल लेयर चाहिँ बाहिर यदि ग्ल्यान गरेको भए। अब नेपालमा चाहिँ एकदम डिफिकल्ट तरिका रहेछ। मैले पनि फर्स्ट नै गरिरहेको छु। त्यही भएर हेर्नु तपाईँहरूले म कसरी गर्दै जान्छु। र म यहाँ ग्ल्यान लगाउन गइरहेको छु र मेरो हातमा यहाँ चोट लाग्नु गएछ। र म कामको चक्करमा मलाई थाहै थिएन, पछि थाहा भयो। अब यहाँ म ग्ल्यान लगाइरहेको छु, नमिलेर यसरी मिल्दैन। यहाँ अलिक डिफिकल्ट तरिका रहेछ। त्यही भएर अलिअलि यसरी खस्नु पनि पर्दैन रहेछ यहाँ। त्यही भएर खसिरहेको छु। मिलायो भने मिल्छ मजाले। मैले एउटा ग्ल्यान चाहिँ रेडी गरिसकेँ यहाँ हालेर। अब अर्को ग्ल्यानलाई रेडी गर्न गइरहेको छु।
दुईटैको लाइन रेडी गरिसकेँ र अब लेयर हटाउन बाँकी छ, एक लेयर अझै छ अनि मात्रै निक्लिन्छ मेन लाइन 3 फेज। तार छिरेर मैले रेडी गरिसकेँ। अब यसलाई छिराउने पालो छ र म छिराइरहेको छु यो कसरी हुन्छ। तार कलरको तार छ, त्यो तारको नाम चाहिँ RYB अनि एम। अब म यहाँ सबै तार मिलाएर के भन्छ डिपीमा हालेर कनेक्सन गर्न गइरहेको छु। हेर्नु के कसो हुन्छ भनेर।
सबै तारलाई यसरी ल्याइसकेपछि यसरी तार लिएर केबल सुई लगाउनु पर्ने। यो चाहिँ केबल सुई, अनि यसलाई क्लिप गर्ने, टाइट गर्ने। माथिदेखि रातो टेप हालिसकेपछि एमसिबी खोलेर एमसिबीको नट एलङ्कीले खोल्यो यसरी हाल्नुपर्छ। हाल्ने तरिका देखाएको छ। यसरी हालिसकेपछि फुल टाइट गर्नुपर्छ, नत्र स्पायर हुने डर हुन्छ, त्यही भएर फुल टाइट गर्नुपर्छ। यो पहेँलो कलरको चाहिँ वाइ हो, त्यसलाई चाहिँ बिचमा गर्नुपर्छ जहिले पनि रातोको तल। हेर्नुहोस् मैले कसरी जोडिरहेको छु, त्यसले फिनिसिङ लास्टमा आइहाल्ने। यो नीलो कलरको चाहिँ बी हो र कालो अर्को न्युट्रल हो। हेर्नुहोस् लास्ट लुक्स कस्तो हुन्छ। र यो के भन्छ, नीलो कलरको चाहिँ सबैभन्दा लास्टमा बस्ने तार हो। यो चाहिँ फिनिसिङ लुक हो। हेर्नु कस्तो लाग्यो तपाईँहरूलाई, र लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला।